डोन्ट वेस्ट योर एनर्जी। के तपाईँ रातारात 1000 सब्सक्राइबर बढाउने सपना देख्दै हुनुहुन्छ? सावधान सावधान, यही सपनाले तपाईँको च्यानलको हत्या गर्न सक्छ। तपाईँले जुन तरिकाको गल्तीहरू गरिरहनु भएको छ त्यसले गर्दा तपाईँको च्यानल मर्दैछ। तपाईँहरू युट्युबको जोर्नीमै 1000 सब्सक्राइब र 4000 घन्टा वाच टाइम पुगिसकेपछि पैसै पैसा आउँछ भनेर सोचेर हिँडिरहनु भएको छ होला। तर तपाईँले जाने अन्जानेमा यस्तो यस्तो गल्ती गरिरहनु भएको छ जसको कारणले तपाईँको च्यानल डेड हुँदैछ। युट्युबको एल्गोरिदमलाई गलत सन्देश जाँदैछ जसले गर्दा तपाईँको च्यानल ब्ल्याक लिस्टमा जान सक्छ। एकचोटि तपाईँको च्यानल ब्ल्याक लिस्टमा जानु भनेको युट्युबको डेड जोनमा जानु हो। त्यसको मतलब त्यहाँबाट कहिले निक्लिनै सकिँदैन। त्यही भएर तपाईँहरूले त्यस्तो गल्ती नगर्नुहोस् भनेर तपाईँहरूलाई मैले रोड म्याप दिनको लागि यहाँ आइसकेँ। त्यही भएर भिडियोलाई लाइक गर्नु होला। इफ यु इन्ट्रेस्ट सब्सक्राइब गर्नु भन्दिनँ, तर मन छ भने सब्सक्राइब गर्न सक्नुहुन्छ। आजभोलि म हेरिरहन्छु क्रिएटरहरू, साना साना क्रिएटरहरू आफ्नो च्यानलको सब्सक्राइबर बढाउनको लागि सर्टकट अपनाउँछन् र अरूको लाइभमा घुस्छन्। लाइभमा घुसेर मेरो च्यानल सब्सक्राइब बढाइदिनु, खुल्लामा तपाईँको च्यानललाई सब्सक्राइब गरिदिन्छु। तपाईँहरूको आदत होला वाट्सएपमा लिङ्क हालिदिने, फ्यामिली ग्रुपमा लिङ्क हालिदिने, मेरो च्यानल सब्सक्राइब गरिदिनु भन्दै गाउँ गाउँमा हिँड्ने त्यस्तो बानी छ होला। तर तपाईँलाई थाहा छैन त्यसले तपाईँको च्यानललाई भित्रभित्रै मारिरहेको छ भनेर। युट्युबको एल्गोरिदमलाई एकचोटि गलत सन्देश पुग्यो भने त्यसले तपाईँको च्यानललाई ब्ल्याक लिस्टमा राखिदिन्छ र ब्ल्याक लिस्टमा राख्नु भनेको युट्युबको डेड जोनमा जानु हो। ब्ल्याक लिस्टमा राख्नु भनेको युट्युबको डेड जोनमा जानु हो र तपाईँको डेड जोनमा तपाईँको च्यानल गइसकेपछि कहिले फर्केर आउँदैन। यो तरिकाले आफ्नो च्यानलको सब्सक्राइबर बढ्छ। मलाई तपाईँहरूलाई म मेरी एउटा साथीको इक्जाम्पल दिन्छु। त्यसको 20,000 सब्सक्राइबर छ। 20,000 मान्छेहरू 1000 सब्सक्राइब पुऱ्याउन सपना देख्छन् भने उसको 20,000 छ। तर वेट, सत्यता त भन्नै बाँकी छ। त्यसको 20,000 सब्सक्राइबर भएर पनि त्यसकोमा भ्युज लिटरली आउँदैन। किन आउँदैन भन्दाखेरि उसकोमा एउटा नामको मात्रै सब्सक्राइबर छ। तपाईँहरूलाई म के भन्छु भने सब्सक्राइबरको पछाडि नलाग्नुहोस्, कन्टेन्ट र क्वालिटीको पछाडि कुद्नुहोस्, सब्सक्राइबर खुद आउँछ। जति पनि तपाईँहरूको यस्तो खालको भ्रम छ नि, यसरी बढाउँछु भनेर हिँड्दै हुनुहुन्छ नि, त्यसले तपाईँको च्यानललाई चाहिँ होइन रिमुभ गराइन्छ युट्युबको तर्फलेबाट। युट्युबको नयाँ पोलिसी तपाईँलाई थाहा नै छ होला, थाहा छैन भने म भनिदिन्छु। युट्युबको नयाँ पोलिसी अनुसार तपाईँको च्यानल एकचोटि रिमुभ भयो भने लिटरली ब्रो, एकचोटि रिमुभ भयो भने तपाईँले भविष्यमा कहिले पनि च्यानल खोल्नै सक्नु हुँदैन। त्यही भएर त्यो गल्ती गर्नुभन्दा पहिला नै यो भिडियो पुरा हेर्नुहोस्। ल आम सोल्युसनमा हो के गर्ने त यसबाट ठिक गर्नलाई? तपाईँहरूले आफ्नो कन्टेन्टमा ध्यान दिने हो, कन्टेन्टलाई इम्प्रुभ गर्दै लाने हो, अझै राम्रो दिन प्रतिदिन राम्रो बनाउँदै लाने हो। तपाईँको कुनै भिडियो भाइरल भयो भने त्यसमा के थियो र भाइरल भयो भनेर हेर्नको लागि युट्युब स्टुडियो छ। युट्युब स्टुडियोमा गएर एनालाइटिक्स चेक गर्नु होला अनि के गल्ती सुधार्नु पर्ने छ गल्ती सुधारेर जानु होला। अब मिस्टर बिस्टले भनेको थियो नि, पर्पल काउ इफेक्ट भनेको मतलब भ्लग बनाएर काम छैन भन्न नै खोजे होइन। भ्लग बनाउनुहोस् तर अरूभन्दा अलग। त्यो बाटोमा हिँड्दै गरेकोलाई एउटा साधारण गाई देख्नुभयो भने तपाईँले त हेर्नु हुँदैन, तर त्यही ठाउँमा पर्पल कलरको गाई हिँड्दैछ भने तपाईँ उत्रेर फोटो खिच्नुहुन्छ। यसको मतलब के हो भने युनिक बन्नुहोस्, अलग बन्नुहोस्, ऱ्याट रेसमा नलाग्नुहोस्। भ्लग त सबैले बनाउँछ नि त, तपाईँको भिडियो म किन हेर्ने क्या? तपाईँ को हो र तपाईँको भिडियो मैले हेर्ने? म तपाईँको भिडियो हेर्नु नै छैन, मलाई इन्ट्रेस्ट नै छैन। म त सौरभ जोशीको भिडियो गरेर हेर्छु, रतन कारीको भिडियो हेर्छु गर होइन। तपाईँको भिडियो हेर्दिनँ, मलाई हेर्नु छैन। तपाईँको भिडियो मेरो फर यु पेजमा आयो नि मलाई हेर्नु छैन। मान्छेहरूले भिडियो किन हेर्छन्? केही जानकारी पाउनु छ अथवा केही अचम्म छ, केही क्युरियोसिटीवाला छ, त्यो थम्बनेल हेर्दै थिचो लाग्ने छ। सबसे सबैभन्दा सुरुको मान्छेहरूले वास्तै गर्दैन क्या। सबै सुरुको के भनेको थम्बनेल हो क्या। थम्बनेल राम्रो छ भने अब फेरि भिडियो कसको लागि बनाएको त्यही अनुसारको थम्बनेल हुनु पर्यो। थम्बनेल राम्रो छ भने मान्छेहरूले, थम्बनेल आकर्षण छ, थिचो लाग्दो छ, जिज्ञासुपूर्ण छ भने मान्छेहरूले तपाईँको थम्बनेल ठिक छ। सबभन्दा सुरुको इम्प्रेसन भनेको थम्बनेल हो।
त्यसपछि अनि हुक कतिको स्ट्रङ हुक राख्नु भएको छ, कन्टेन्ट कस्तो छ, के छ कन्टेन्ट, अनि कन्टेन्ट खतरा छ भने त मान्छेले पुरा भिडियो हेरिहाल्छन्। अनि तपाईँले कसैलाई गएर मेरो च्यानल सब्सक्राइब गर्दैन बदलामा तेरो च्यानल गरिदिन्छु भन्नै पर्दैन। त्यसलाई इन्ट्रेस्ट भयो, मन पऱ्यो भने त्यसले आफै सब्सक्राइब गरिदिन्छ। र त्यसले मात्रै होइन, त्यसले अरूलाई पनि भन्छ हेर त यसको खतरा भिडियो छ, यो हेर त यो भिडियो राम्रो छ भनेर अरूलाई नि भनिदिन्छ। त्यसरी तपाईँको आफै त हुन्छ कि आफै हुन्छ, सिस्टमेटिक आफै तरिकाले आफै चल्छ। तपाईँले कसैलाई गएर गाउँमा मेरो च्यानल सब्सक्राइब गरिदिन्न, मेरो भिडियो हेर्दैन भनेर भन्नै पर्दैन। अन्तिममा म के भन्न चाहन्छु भने तपाईँ कसैको कुरा नसुन्नुहोस्। मान्छेले त यही युट्युब गर्छ हावा भनेर तपाईँलाई छोड्न लाउन पनि सक्छन्, किनकि मान्छेले युट्युब बुझाएको छैन नि त। तर कसैको कुरा नसुन्नुहोस्, आफ्नो मनको कुरा सुन्नुहोस् र युट्युबलाई कन्टिन्यू गर्दै जानुहोस्। एक दिन तपाईँलाई जरुर सक्सेस मिल्नेछ। तर मैले अघि भनेको जस्तो सर्टकटको पछि नलाग्नुहोस्। 0 देखि स्टार्ट गरेपछि जुन खाले तपाईँको अडियन्स बेस बन्छ त्यतिखेर त्यो अडियन्स बेसले तपाईँ एकदम लोयल हुन्छ र त्यो अडियन्स बेसले तपाईँलाई छोडेरै जाँदैन क्या, होइन। तपाईँको भिडियो सबै हेर्छ। लोयल अडियन्स बेस भइसकेपछि तपाईँले अडियन्स खोज्दै हिँड्नै पर्दैन। युट्युबले तपाईँको लागि खुद अडियन्स खोजिदिन्छ। तर कन्टेन्ट चाहिँ राम्रो हुनुपर्छ। यो भिडियोबाट केही नयाँ सिक्न पाउनु भयो भने तपाईँले यो भिडियोलाई लाइक गर्न सक्नुहुन्छ। यस्तै यस्तै भिडियो हेर्नको लागि यो च्यानलसँग जोडिनको लागि सब्सक्राइब गर्न सक्नुहुन्छ। तर यो मेरो टेक च्यानल चाहिँ होइन, म यस्तो भिडियो हाल्दिनँ। यो मेरो फर्स्ट एन्ड लास्ट भिडियो, किनकि अहिले सामाजिक सञ्जालमा स्क्यामहरू भइरहेछ नि त, सब्सक्राइबरको नाममा, भ्युज बढाइदिने नाममा। त्यही भएर बनाउनु जरुरी लाग्यो र मैले बनाएँ। यो च्यानलमा रोस्टहरू आउँछ र आगामी दिनमा म केही न्यू खतरा गर्ने कोसिस गर्दैछु। त्यसको लागि मलाई क्यामेराको निड छ। म क्यामेरा किन्छु र क्यामेरा किनिसकेपछि खतरा खतरा भिडियोहरू आउनेछ। त्यही भएर यो च्यानलमा जोडिनु होला।